अहिले हामी बालुवा भन्ने ठाउँमा आइपुगिसकेका छौँ। यो हो बालुवा बजार। अब सुषमा र सुषमा बाबा चाहिँ आज केही भन्नुहोस् कति पछि भेट भयो, कति रमाइलो भयो। 19 वर्षपछि भेट भयो। हो, साँच्चै नै हो। एकदम खुसी लाग्यो। गाउँ जाने क्रममा सँग त झन् धेरै नै भयो होला। सुषमा बाबा र म नभेटेको त है। 19 वर्ष भयो होला। भर्खरै आउनु भएको उहाँ चाहिँ गोर्खा 12 किलोदेखि सँगसँगै आएको र आज 19 भन्दा 20 वर्षपछि भेट भएको। उहाँ अहिले युकेबाट आउँदै हुनुहुन्छ। उहाँ चाहिँ काठमाडौँबाट आउँदै गर्दाखेरि मलाई र सान्दी आमालाई चाहिँ सुषमा आमा र सुषमा बाबाले ल 12 किलोदेखि सँगै जाउँ भनेर हामी आज यसरीसँगै आछौँ, एकदम खुसीको साथमा। र सधैँ यसरी दुःख बिमार नहोस्, यसरी हिँड्न पाओस् होइन। र सुषमा बाबा के भन्नु छ हजुरको? मेरो भन्नु त केही छैन दाइ, साह्रै खुसी लाग्यो तपाईँले भन्नुभयो। 19 वर्षै भयो होला सायद तपाईँ दाइ भाइ भेट नभएको। हजुर। अब यस्तै होस्, समय परिस्थिति अब बाहिर बसेपछि जागिर गर्नै पर्यो। आज यो बाटोमा भेट हुँदाखेरि एकदम खुसी लाग्यो। अब गाउँ जाने क्रममा अब मिठो गफ यो बाटोमा हाम्रो रङरुङको उकालोमा गफ गर्दै जानेछौँ। हेर्दै गर्नु होला। हिरोनी पनि हो, तर पानीको समस्या थियो। पानीको धारामा चाहिँ यिनीहरूले निकै पानी एक दिनको पानी एक गाग्री पानी भर्नको लागि चाहिँ लडाइँ नै लड्नु पर्थ्यो उहाँहरू। अहिले भने पानीको सुविधा हुन मान्छेलाई हेर्नुहोस् न, अहिले चाहिँ गाडीमा सरर यो हिजो चाहिँ ल भन्नु अब ल भन्नु रमाइलो लाग्छ। तपाईँले सान्दी आमालाई सँगै जाउँ भनेपछि सान्दी आमा त यस्तो रमायो कि मैले चाहिँ सान्दी आमा आज त के भयो उड्नलाई के भनेर सोचिरहेको थिएँ। ल कान्छी आउनुहोस्। ल हाम्रो कान्छी पनि काठमाडौँबाट दिदी भाउजू र दाइसँगै आउनु भएको होइन। एकदम रमाइलो दाइ र भाउजूलाई चाहिँ एउटा सपोर्ट गरेर गाउँसम्म पुर्याउनको लागि यसरी आउँदै हुनुहुन्छ हाम्रो कान्छी बहिनी है। काठमाडौँमा बस्नुहुन्छ, सबैले चिनिन्छ। हाम्रो सायद 1800 खोलाले चाहिँ कान्छीलाई नचिन्ने मान्छे कमै होला होइन। ल कान्छी केही भन्नु छ भन्नुहोस्। अब कमै होला त भनिसक्यो। अब चिन्ने मान्छेले मेरो दाइको युट्युबमा लाइक सब्सक्राइब गर्नुहोस् अनि त्यसपछि फलो गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यति हो मेरो दाइको। ल धन्यवाद। ल ल ल यो अब बालुवा बजार हामी खाजा खाएर चिया खाएर हिँडे देखिरहेको छ। यो चाहिँ बालुवाको पुल, लम्बाइ चाहिँ 84 मिटरको रहेछ है। अब जय हो बालुवाको पुल। पहिले आधी त बगाएको होइन त, आधा उता त्यो किनारा हानेको थियो। पुल चाहिँ बगाउन पाएन, जग चाहिँ हानेकै हो है। यो पछाडिको क्या र कान्छीको गफ त तगडा छ नि। म एकपल्ट यो कान्छीले झिलिमिली पारेछ के सिद्धीको छहरा आउँदैछ।
मान्छेहरू आएर नि बसिसकेको रहेछ नि कहाँको लागि गयो होला है यो रेडिमेड यो राम्रो हो नि अब घरको ढलान गर्दा यो दियो भने ठिक छ नि तनै के रे है ल मेरो भाउजू बोल्नुहुन्छ आज त के म गर्न गर्छ केमा रमाइलो कस्तो लाग्यो रे भाउजू कस्तो लाग्यो झरा नि राम्रो दाइ भेटघाट पनि राम्रो रमाइलो छ जुन देशको युकेको जुन देशको हेऱ्यो नि हाम्रो गाउँकै राम्रो नि हाम्रो लागि त पुरानो पुरानो भाउजू मेरो भाउजू दुईजनाको नाता नजिक थियो दाइ अनि कहिले यसरी त भेटेकै थिएन अहिले गोर्खामा सँगै बस्दाको जस्तो महसुस भयो एकदम रमाइलो बच्चाहरू सानो सानो अहिले त बच्चाहरू त नानीको बाउ भइसक्यो होइन दाइ हामी हजुर आमा भइसक्यो तर त्यही पनि त्यो बेलाको सम्झना आयो याद आयो धेरै धेरै पहिला चाहिँ बसेको हजुर एउटै घरमा अनि फिल्म हेर्न जाँदा नि लुकी भाग्थ्यो त्यहाँ छिमेकीले देख्छ कि भनेर एक दिन रात लुकेर तलबाट आउँदा सबैले देखेको माथि बाटोबाट नआइकन के अरे उल्टो बाटोबाट आउँदा पनि देखियो डराउने हामी तिनजना ग्रुपै हुन्थ्यो दिनहरू चाहिँ फेरि याद दिलायो त्यस्तो जमाना लुगेर हिँड्नु त्यो पनि आफ्नो कमाइ आफ्नो श्रीमानको कमाइमा जाँदा पनि डराइ फेरि दाइ त्यस्तो जमाना थियो तर मेरो दाइहरू एकदम सहनशीलता मेरो भाउजूहरूलाई सपोर्ट गर्ने दाइ पाउनुभयो हजुर दुईजनाले पनि हो कि होइन दाइ त्यो हो नि त ल पार्ने ढाल्ने उयामा छलम जित्ने त खै राई साल चाहिँ बिर्स्यो 3 चोटि चाहिँ जित्या हो तीनचोटि डोरी पनि डोरी तन्काइमा पनि जित्यो सबै काममा अहिले त पेन्सन पाकेर बस्यो अहिले त नानी त पक्कै नेता रहेछ के हो भन्नु बताउनु पर्यो क्या यहाँ जस्तो गाउँमा त कान्छीले मलाई पार्यो होला म अहिलेसम्म कल्पना गर्छु हजुर अब नेता हुने ओला थियो अब बुढी भयो दाइ अब नगर्ने पहिला सँगै हिँडेको सँगै खाएको दिनहरू छ नि फेरि एकचोटि आमामा त्यस्तै गर्न पाएँ है खुसी सोच्दै नसोचेको दिन भयो क्या आज चाहिँ अब भाउजू नेपाल बस्नु पर्यो हामी दुईजना भाउजू र हामी दुईजना त नेपालमै हो होइन त्यतिकै फ्री नै छु होइन तपाईँ आउनु पर्यो मेरो दाइ चाहिँ अब घर बनाएको छु कृतिको छोराको अगाडि छोराको चिसो हावा ताप्दै यहाँहरूले यस्तो गफ दिनुभएको छ जो कि बितेका दिनहरूलाई याद गरेर आज यो छोरामा चाहिँ उहाँहरू आफ्नो आफ्नो मनको व्यथा पोखिरहनु भएको यो तरिकाले यता हेरौँ भने उतापट्टि दौरुन्दी बगिरहेको छ दौरुन्दीको माथि चाहिँ भिर हो माथि चाहिँ भन्नुपर्छ हजुर यो बाटो पऱ्यो पार्वत जाने ना के सुन्नु पऱ्यो त्यसैलाई त्यहाँ छोरामा फोटो खिचेको गफ लगाउँदै हुनुहुन्छ ल तपाईँले आफ्नो ठुलो छ नि पानी ठुलै छ नि
बहिनी पनि पछ ए ल यो यस्तो रहेछ क्या क्यामेरा यहाँ धेरै दूर छ भने सुदीको छहरामा चाहिँ भिडियोको कार्यक्रम भइसक्यो होइन। अब हामी नयाँ घरमा चाहिँ आज घरभित्र उल्लिने दिन हो, त्यही कारणले आज हुनै पर्छ भने राउन्डको आइपुग्ने लाग्छ होइन। अहिले हामी राङरुङको पुलमा आइपुगिसकेका छौँ। मजा कुम्रा आयो क्या यो सबैभन्दा नराम्रो बाटो 8 नम्बर मोड। यो बाटोले यति खर्च गर्यो तर यो यति खर्च गरिसके तापनि यसको समस्या भन्ने हल भएको छैन। अनि एउटा गाडी खसेको नि यतै होइन यहाँबाट उता अर्को यस्तो गरेर फेरि आइहाल्दो रहेछ। सिउ त म सर्वधर्म दिँदै खोयो माथिबाट आइहाल्दो रहेछ। यसलाई कति नम्बर मोड हो? तल माथिबाट गर्दै आउने हो कि तलबाट गर्दै जाने हो? तलको 8 नम्बर भनेपछि त यार भएन होला, मिलेन। माथिबाट स्नान त भन्नु ल त है, स्नानको फेरि हामी मान्द्रे गाउँ आइपुगिसकेका छौँ। मान्द्रे गाउँ यस्तो आउँछ, यो जी पनि त्यत्रोमा आउँछ है, 0। यो मोड हुन्छ नि, यो बसको टायर चाहिँ 2 छेउमा देख्छ क्या गाउँमा आयो भने सबभन्दा पहिला मलाई यसको याद आउँछ क्या। ओहो त्यो बाटो कसरी काट्ने म भनौँ यसलाई चाहिँ क्या छोरालाई चाहिँ मेरो 1 गरा चाहिँ बाटोलाई दिएको छु, घरमा गरेको छु। 1 गरा ट्याक्कै बाटोमा पऱ्यो क्या, त्यो एउटा सुर्के छ, 0 चाहिँ तिरिरहेको छु। यिनीहरू सबै मेरो पर्छ।
जति भएको मान्छे त्यहाँ बस्छ बाइपास बारबाग बाइपास हामी यसरी बारबागको बस पार आइपुग्नै लागेको छौँ है हो वारिङ चौधरी आमा यसरी हामी चाहिँ पार्क आइपुगिसकेका छौँ अहिले बस पार्कको नजिकै आइपुगिसक्यो यो पार्कको बस पार्क यहाँ
भइसक्यो। अब यो भिसी गच्चेघरले स्मारक जाने बाटो तल छ है, यो त्यो पर्यो भिसी। यो चाहिँ बसमार्गको चाहिँ बजार। कान्छी होटल यो बारपको श्री हिमालय माध्यमिक विद्यालय स्कुल हो है यो। ल पढेको स्कुल ब्रिटिस लाउरे भयो धेरै। यो चाहिँ होमस्टेमा बाँड्ने टोली, बाहिरबाट घुम्न आएको बसमा चाहिँ सुषमा बाबाको घर यहाँबाट देखिरहेको छ। अब आइपुग्नै लाग्यो होइन। अब यो घरलाई उद्घाटन गर्न यो घरभित्र आज पस्नको लागि युगेदेखि यति लामो यात्रा गरेर यहाँसम्म आइपुग्नु भएको छ है। हेर्नुहोस् त घर पनि कति राम्रो भएको है। ल घर यस्तो तरिकाले बनाएको छ। ल एकदम राम्रो घर बनाएको छ होइन। हेर्नुहोस् त वेलकम। ल नयाँ घरमा अब यसरी सुना बाह्र आमा। नमस्ते ल। ल म ल ngồi hết rồi. Sáng cái áo cái nhà món này cái bà đà cơ. ल हामी त जुत्ता लाएर आए है। ल घर चाहिँ लाइन ल घर चाहिँ ए राम्रो बनाएको छ। त्यो टिभी रुम यो रेस्ट रुम होइन। ए यो त किचन रहेछ नि। यता त डाइनिङ हल है। यो किचन यति राम्रो। यो किचनको साथमा ल फुपा नङ म नङ यो चाहिँ नङ हो। पहिला नै हेर्न त हेरेको आज पनि हेरेको दिइहाल्का चङ्गै हिँड्यो अहिले। किचन भयो। आज त मादल बजाएर गीत गाउने होला नि कान्छी। गीत गाउने होला नि। त्यो आफूले गर्छ सबै। यहाँ भाउजू छ नि
यस्तो राम्रो बनाएको छ हेर्नुहोस् त है। यो भयो। अब यो म माथिल्लो तलामा गएँ। हेर्नुहोस् यो माथिल्लो तला यसरी यो माथिल्लो तला भयो। यहाँ चाहिँ यो बेडरुम ठुलो रहेछ। रुम नम्बर 1 होइन। यहाँ यो ठुलो रहेछ। यो दोस्रो ठुलो रहेछ। यहाँबाट आउट यो बरान्डा, यो यसरी बरान्डा। टप है। यो पुरा बरान्डादेखिको बाहिरको आउट एरिया हेर्नुहोस्। यसरी त्यो बुद्ध पाहाड देख्न सक्छौँ भने यो मणि डाँडा। ओए लक्ष्मण Rồi mà như thế cái này ra. Đi bờ kia. Lo. यसरी यहाँ चाहिँ यहाँबाट यसरी देख्न सकिन्छ। हेर्नु होला। यो सुषमा बाबुको घरको माथिल्लो टपबाट बारबाग गाउँ यसरी देखिन्छ। हेर्नु त। यता पनि एउटा रुम रहेछ। 4वटा रुम। यो यता पनि यहाँ स्टोर। ल एकदम राम्रो। पैसा ये अतिरिक्त तो है इतना तत्व से ना निशुल्क तत्व से ना फटा साने तत्व से ना फल ली त नै है। ठीक छ। ओ भन्ने कहाँ त त गाउँ हो रहेछ है। कौन रहा युवा साउनी त गाउँतिर हो रहेछ त। नहीं नहीं तिया तो मैं होटल नेट ये ल ल क्या यो चाहिँ कान्छाको घर दाजुभाइको छोरे कान्छाको यो चाहिँ सुषमा बाबाको यसरी घर बन्दैछ। माथि सबै बनिसकेको छ तर अलिकति ढुङ्गा र टाइल काम गरिरहेको रहेछ। घर निकै राम्रो तरिकाले बनाएको हेर्न सकिन्छ है। ल सुनेर
है